नमस्कार साथीहरू, फेरि पनि स्वागत गर्न चाहे यहाँहरूलाई क्रिकमेटर युट्युब च्यानलमा। आजको यस भिडियोमा हामीले 2-3 खबरमा चर्चा गर्नेछौँ, जसमध्ये सबभन्दा महत्त्वपूर्ण कुरा के रहेको छ भने हाम्रो टोलीमा ब्याटिङमा परिवर्तन हुन सक्ने सम्भावना देखिरहेको छ, त्यसमाथि पनि चर्चा गर्नेछौँ। सुरुवात गरौँ पहिलो खबरबाट। दर्शकबिन, नेपाली राष्ट्रिय क्रिकेट टोलीले धेरै आश लिएर बसिर अहमदलाई आफ्नो टिममा समावेश गरेको छ र समावेश गरेसँगै उनलाई टी20 विश्वकपमा मौका दिने निश्चित हुनुपर्छ, किनकि तपाईहरू हेर्नुहुन्छ भने 2वटै अभ्यास खेलमा बसिर अहमदलाई मौका मिलेन। हुन सक्छ हाम्रो टिमको ब्याटिङ राम्रो भएको कारणले हामीले सुरुमै खेल जित्यौं, त्यस कारणले पनि उहाँले ब्याटिङ नमिलेको होला। अर्को कुरा, बलिङतर्फ उनी पार्ट टाइम स्पिनर हुन् र उनले स्पिन बलिङ गर्ने गर्छन् र सन्दीप लामिछाने, ललित राजवंशी जस्ता खेलाडीको स्पिनको अगाडि उनी मौका नपाएको हुन सक्छ। तर अभियसली उहाँलाई टी20 विश्वकपमा हैन हामीले मौका दिनुपर्ने हुन्छ। कति पोटेन्सियल भएको खेलाडी छन् उनी भन्ने कुरा तपाईहरूले सरल भाषामा तपाईहरूले गएर हेर्न सक्नुहुन्छ। अर्को कुरा, उहाँलाई मौका दिएको जुन खेलहरू छ उहाँले अहिलेसम्म युटिलाइज गर्न सक्नु भएको छैन, मौका पाउनेछन् भन्ने आशा छ। अर्को कुरा, यो कुशल भुर्तेलको ब्याटिङ फर्ममाथि। दर्शकबिन, कुशल दाइले यसरी नै पर्फर्म गर्ने हुन् भने हामीले विश्वकपको सुपर 8 मा कसरी पुग्ने होला? तपाईहरू आफै विचार गर्नुस्। 2वटा खेलहरूमा उहाँले 25 रनभन्दा बढी बनाउन सक्नु भएको छैन। मैले दुवै खेलको रनहरू जोडेर भनिरहेको छु। तपाईहरूले उहाँको फर्म हेर्नुभयो भने अहिले पनि राम्रो छैन। उहाँको फर्म कसरी विश्वकपमा पर्फर्म गर्नुहुन्छ भन्ने कुरामा मलाई चिन्ता लागिरहेको छ। कुशल दाइ, प्लिज यसो नगर्नुहोस्। तपाईले सक्नुहुन्छ भने एकदम राम्रो पर्फर्मेन्स दिनुस्, राम्रो सुरुवात दिनुस्। हामीले हिजो क्यानाडासँग भएको अभ्यास खेलको हेर्ने हो भने आसिफ शेखले कस्तो राम्रो सुरुवात गरेका छन्। मलाई लाग्थ्यो उहाँले 15 बलमा हाफ सेन्चुरी हान्नुहुन्छ कि जस्तो, तर त्यो हुन सकेन। अर्को कुरा, आरिफ र आसिफ शेख दाइको फर्म तपाईहरू हेर्नुहुन्छ भने यी दुईजना दाइ भाइहरू एकदम राम्रो फर्ममा हुनुहुन्छ र अभियसली विश्वकपमा एकदम राम्रो रन स्कोर गर्नुहुन्छ भन्ने आशा पनि छ। आरिफ ब्याटिङमा एकदम राम्रो फर्ममा भए पनि उहाँले बलिङ दिएको छैन र ठिकै छ, तपाईँ ब्याटिङ गर्नुहोस्, किनकि हाम्रो टिमलाई सबभन्दा ठुलो जरुरत भनेको ब्याटिङ नै हो। अहिले बलिङमा त जसरी तसरी एडजस्ट भइरहेको छ। अनि नन्दन यादवको फर्म हेर्नुहुन्छ भने उहाँले सुरुमा कम रन दिनुहुन्छ पहिलो 2 ओभरमा, त्यसपछि डेड ओभरमा मेनली उहाँले बलिङ गर्नको लागि राखिएको हुन्छ टिममा, तर उनी त्यति राम्ररी डेलिभर गर्न सकिरहेको छैनन्। तर अभियसली मलाई आशा छ उहाँले राम्रो पर्फर्मेन्स दिनुहुन्छ भनेर। आजको लागि यति नै। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। अर्को कुरा, यहाँ प्रश्न के छ भने के नेपालले सुपर 8 मा क्वालिफाई गर्ला? तपाईहरूले आफ्नो राय कमेन्ट बक्समा लेख्नुहोला। थ्याङ्क यू।